नमस्कार, आनंगास्यो म कोरियन भाषा प्रशिक्षक लीलाराज घिमिरे लोटस इटेरीबाट विगतका दिनहरूमा चाहिँ आज पनि तपाईँ समक्ष एउटा नयाँ भिडियो क्लिप लिएर फेरि पनि उपस्थित भएको छु। विगतका दिनहरूमा तपाईँले अहिले वर्तमान एक्जाममा आइरहेका विषयवस्तुहरू जुन किताबभित्र या किताब बाहिर भएका टपिकहरू छन् तीसँग समेत क्वेसनलाई पनि तपाईँले हेर्नुभयो। अहिले हुँदै गरेको एक्जाममा ती विषयलाई फेरि रिपिट भएर दोहोरिएर आउने सम्भावना छ, त्यसलाई पनि यहाँले बुझ्नुहुन्छ। आफूले जाने बुझेको कुरा अरू साथीहरूले पनि सिक्नुभयो भने उहाँहरूको पनि नलेज बढेर जान्छ, त्यही भएर सेयर गर्न सक्नुहुन्छ त्यो कुरालाई। र हाम्रो लोटस इटरीको युट्युब च्यानललाई हजुरले लाइक सब्सक्राइब गरिदिनुहुन्छ भन्ने अपेक्षा गर्दै अब आजको विषयवस्तुपट्टि लाग्दैछौँ। हामीले विगतका दिनहरूदेखि क्रमशः नेङ्वा खातुनगत प्याटर्नको क्वेसनलाई नै क्रमशः गरिरहेका छौँ र यसमा आजको हाम्रो विषय चाहिँ के हो त? साङ्गल्य हो। साङ्गल्य विवाहको कार्यक्रम कन्फर्म गर्नु अथवा विवाहलाई कन्फर्म गर्नुभन्दा पहिला बेहुला बेहुली दुवै पक्षका आफन्त बुवामा सिनियरहरूको भेटघाटको कार्यक्रम जुन हुन्छ मिटिङ हो, यसैलाई चाहिँ हामीले साङ्गल्य भनेर भन्छौँ। ल आजको विषय साङ्गल्य, यसलाई तपाईँहरूले राम्रोसँग सुन्नुहोला। आजको विषयतर्फ लागिहालौँ है। 한국에서는 कोरियामा चाहिँ थुसारामै दुईजना मान्छेले 결혼 약속을 하면 भनेको विवाह गर्ने दुईजना मान्छेले 결혼 विवाहको 약속을 하면 बाचा गरे भने विवाह गर्ने भनेर दुई पक्षले केटाकेटी पक्षले कन्फर्म गरे भने याङ्गा भनेको दुवैको भनेको दुवैजनाको याङ्गा फुमो वा बुवा आमा याङ्गा फुमो वा दुवैजनाका बुवा आमा र खाजोकदुरी परिवारहरूले मान्नास भेटेर भने केटा र केटी पक्षले विवाहको बारेमा आफूले याक्सो गर्ने भए अब कन्फर्म गरौँ भनेदेखि उनीहरूको बुवामा आफन्तहरूले मान्नास भेटेर छत इन्सारुल आनन्दे पहिलोपटक अभिवादन गर्ने काम गर्छन्। इरुल यसलाई साङ्गल्य रागो हाम्निदा साङ्गल्य भनेर भन्ने गरिन्छ। भनेको विवाहको कन्फर्म दुई पक्षले नै गरिहाल्दैनन्। दुई पक्षले केटा र केटी पक्षले विवाहको बारेमा याक्सो गरेपछि अब चाहिँ उनीहरूले दुवै पक्षका सिनियर प्यारेन्ट्सहरूलाई चाहिँ भेटघाट गराउने कार्यक्रम राख्छन्, त्यसैलाई चाहिँ साङ्गल्य भनेर भनिन्छ। साङ्गल्य इहुए साङ्गल्यको कार्यक्रम भइसके पछाडि 결혼식 날짜를 정한 뒤 결혼식 विवाहको कार्यक्रम नाल्चा भनेको मिति विवाह कहिले गर्ने भन्ने मितिलाई छङआन थुई निदो गरिसके पछाडि कन्फर्म गरिसके पछाडि छङछप जाँगो फोनेगो निमन्त्रणा कार्ड विवाहको निमन्त्रणा कार्ड छङछप जाङ फोनेगो पठाएर 결혼식을 विवाहको कार्यक्रम सुन्ने आनन्दले तयारी गरिन्छ। सुरु प्राय जसो येसिकचाङ विवाह समारोह स्थल भनिन्छ। येसिकचाङ विवाह समारोह स्थल, त्यसलाई हामीले नेपालीमा पार्टी प्यालेस भनेर तपाईँले बुझ्दा पनि हुन्छ। येसिकचाङ विवाह समारोह स्थल या पार्टी प्यालेस। होटल विवाह समारोह स्थल। विवाह समारोह स्थल येसिकचाङ विवाह समारोह स्थल पार्टी प्यालेस। होटल तोनुन भनेको वा अथवा भनेको तोनुन वा अथवा ख्योहेना सङ्दाङेस हान्दा भनेको छ चर्चमा या क्याथोलिक चर्चमा गरिन्छ अरे। विवाहको कार्यक्रमको लागि चाहिँ विवाह समारोह स्थल येसिकचाङ होटल तोनुन वा अथवा ख्योहेना सङ्दाङेस हान्दा चर्च या क्याथोलिक चर्चमा गरिन्छ भनेको छ। होम खाउरुन होम वसन्त ऋतु, खाउल शरद ऋतु चाहिँ खाउरुन। 결혼식을 많이 하는 시즌이라서 सिजन भनेको सिजनै भनेको बेला सिजन समय। होम खाउल चाहिँ विवाहको कार्यक्रम गर्ने, त्यो पनि विवाहको कार्यक्रम धेरै गर्ने सिजन भएको कारणले सिजनिरास मेरी अगावै पहिला नै येसिकचाङल या खेया हान्दा येसिकचाङ विवाह समारोह स्थल या त पार्टी प्यालेसको या खेया हान्दा बुकिङ गर्नुपर्ने हुन्छ। होम र खाउल विवाह धेरै गर्ने सिजन समय बेला भएको कारणले पार्टी प्यालेसहरू पहिला नै अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ। मिरी या खेया हान्दा अग्रिम बुकिङ गर्नुपर्छ। 결혼식 छने विवाहको कार्यक्रमभन्दा पहिला सिन्बु छिबेस बेहुलीको घरबाट सिल्लाङ छिबुरो बेहुलाको घरतिर
हन्सु वा येदानुल भनेको हन्सु भनेको विवाहका सामग्रीहरू विवाहका सामग्री येदान भनेको पत्र भनेर बुझ्दा हुन्छ येदानलाई चाहिँ पत्र हामी नेपालीमा पत्र पठाउने भन्छौँ नि विवाहका सामग्री भनेको चाहिँ बेहुला पक्षलाई विवाहका सामग्रीहरू घरमा केही आवश्यक विवाहसँग सम्बन्धित भएका सामग्री पठाइदिने येदान पत्र फोनेको पठाएर भनेको छ सिल्लाङ छिबुन बेहुलाको घरबाट चाहिँ सिन्बु छिबुरो बेहुलीको घरतिर हामुल छन्द लाँदा पुर्याइदिनु डेलिभरी गरिदिनु लगिदिन्छ के लगिदिन्छ हामुल छन्द लाँदा हाम लगेर दिइन्छ या हाम पुर्याइदिन्छ हाम भनेको चाहिँ बेहुलीले लगाउने सामग्री आएको बक्स छन्द लाँदा पुर्याइदिन्छ भनेको छ बेहुलीको घरबाट बेहुलाको घरमा एउटा हन्सु विवाहका सामग्री अर्को येदान पत्रहरू पठाइदिने गरिदो रहेछ पुर्याइदिने भने बेहुलाको घरबाट बेहुलीको घरमा बेहुलीले लगाउने सामग्रीहरूको बक्स हाम छन्द लाँदा लगिदिने या पुर्याइदिने काम गरिन्छ ख्यरनसिक नारेनुन बिहाको कार्यक्रमको दिनमा चाहिँ इल्बान्छ कुरो साधारण रूपमा सामान्य हिसाबले सिल्लाङ सिङ्बुगा बेहुला बेहुली दुवै पक्षले भनेको रहेछ छङजाङ थक्सी दो विवाहको सुटहरू पोसाकका सुटहरू विवाहका पोसाकका सुट वा र वेडिङ ड्रेस रुल विवाहको ड्रेस इपको लगाएर विवाहको सुटहरू पुरुष व्यक्ति बेहुलाले लगाउने वेडिङ ड्रेस महिलाले लगाउने विवाहको ड्रेस इपको लगाएर ख्यरन सिक्को लागो विवाहको कार्यक्रम गर्ने भएर ख्यरन सिकी कुन्नामेन भन्न खोजेको विवाहको कार्यक्रम सकियो भने हानबोकुरो खारा इपको हानबोकले चेन्ज गरेर लगाएर भने के त अघि लगाएको वेडिङ ड्रेस अथवा छङजाङ सुटहरूलाई चाहिँ हानबोक लगाएर पहिलाको सुटहरूलाई चेन्ज गरेर हानबोक लगाइदिएर फेबेकुल थुरिन्दा फेबेक भनेको ढोकबेट ढोकको कार्यक्रम गरिन्छ विशेष ढोक भनेर यसलाई बुझ्दा हुन्छ विशेष ढोक फेबेक थुरिन्दा गरिन्छ फेबेकुन विशेष ढोक चाहिँ खाजोक्तुरेगे परिवारहरूलाई खुन्जरुल थोरिमिया खुन्जल भनेकै विशेष ढोक नै भयो खुन्जल गर्दाखेरि चाहिँ हातलाई तल भुइँमा राखेर त्यसमाथि टाउकोलाई झुकाएर ढोक गर्ने क्रियाकलाप जसलाई खुन्जल भन्यो खुन्जरुल थोरिमिया विशेष ढोक गर्ने भई इन्सा आनन्द विसिक इदा भनेको छ इन्सा आनन्द अभिवादन गर्ने विसिक इदा चलन हो या रीतिरिवाज हो भन्न खोजेको रहेछ चलन या रीतिरिवाज कल्चर हो भनेको छ खुरिगो र फिरोयन भनेको विवाहको पार्टी फिरोयनलाई विवाहको पार्टी लेख्नुहोस् तपाईँले विवाहको पार्टी फिरोयनुल माछिन हो माछिदा भनेको समाप्त हुनु माछिन हो समाप्त भएपछि सिनोन यहिङुल तनादा भनेको भ्रमणको लागि जानु छुट्नु भनेको है सिनोन यहिङ भनेको चाहिँ नवविवाहित दम्पतिले गर्ने भ्रमण जसलाई सिनोन यहिङ भन्यो यसलाई हामीले हनीमुन भ्रमण भनेर बुझ्न सक्छौँ हनीमुन भ्रमणको लागि तनान्दा भनेको छुट्छन् जान्छन् भनेको सिनोन यहिङेस थोरा हुँदा फर्केर आउनु हनीमुन ट्रिपबाट फर्केर आइसके पछाडि मन्ज पहिले सिन्बु छिबे बेहुलीको घरमा खास गएर अमनिगा छुनबिहान आमाले पकाउनु भएको या तयारी गर्नुभएको इबाजी उम्सिक विशेष खाना जुन चाहिँ बिहे पछाडि बेहुली पक्षको घरबाट बेहुला पक्षकोतिर मैतालु पठाउने भन्छ नि नेपालमा हो त्यस्तै समयमा बनाइने खानाको परिकार जसलाई इबाजी उम्सिक भन्यो इबाजी उम्सिको त्यो बेलाको विशेष खाना खाजीको लिएर बोकेर सिल्लाङ छिबुरो खाँदा बेहुलाको घरतिर गइन्छ भनेको रहेछ विवाहसँग सम्बन्धित कुरा र साङ्गल्यको विषय छ
फेबेको कुरा छ, धेरै कुरा फिरोइनको कुरा छ, त्यस्तै गरी सिनोन यङको कुरा छ। समरीमा यसलाई यसरी बुझौँ, कोरियनहरूले विवाह गर्नको लागि केटाकेटी पक्ष जब विवाहको लागि याक्सो गर्छन्, अब गर्ने भन्छन् विवाह, त्यस पछाडि उनीहरूका दुवै पक्षका बुवा आमा प्यारेन्ट्सहरू आफन्तहरूलाई भेट गराउने कार्यक्रम गर्छन्, त्यसलाई साङ्गेले भनिन्छ। साङ्गेलेमा चाहिँ विवाहको कार्यक्रमको डेटहरू कन्फर्म गर्ने र कन्फर्म भइसके पछाडि निमन्त्रणा कार्ड वितरण गर्दै विवाहको तयारी गर्न थालिन्छ। विवाहको तयारी गर्ने क्रममा चाहिँ बेहुली पक्षबाट बेहुला पक्षको लागि विभिन्न सरसामानहरू र पत्र पठाइने गरिँदो रहेछ भने बेहुला पक्षबाट बेहुली पक्षकोमा चाहिँ बेहुलीले लगाउने विभिन्न सामग्रीहरूको बक्सलाई पठाउने गरिँदो रहेछ। विवाहको कार्यक्रम हुन्छ, कार्यक्रम स्थलहरू पार्टी प्यालेस, होटेल या त चर्चहरूमा विवाह गर्ने चलन छ। त्यस्तै गरी विवाहको समय भनेको स्पेसली कोरियनहरूले वसन्त ऋतु र शरद ऋतुलाई बढी विवाह गर्ने समयको रूपमा बुझ्ने गर्दछन्। त्यो बेला चाहिँ पार्टी प्यालेसहरूको अग्रिम बुकिङ गर्नु नै उपयुक्त हुन्छ। बिहाको कार्यक्रम सके पछाडि विवाहको कार्यक्रममा लगाएका वेडिङ ड्रेसहरू, छङजाङ सुटहरू त्यसलाई खोलेर कोरियनहरूले हानमुख लगाउँछन् र हानमुख लगाएर फेबेको कार्यक्रम गर्छन्, जहाँ चाहिँ बेहुला बेहुलीले बेहुलाका बुवा आमा आफन्तहरूलाई विशेष ढोग गर्छन्, खुन्जल गर्छन् भनेको छ यहाँनिर, विशेष ढोग गर्छन्, हातलाई तल झुकाएर त्यहाँमाथि शिर राखेर। र त्यो कार्यक्रम सकिसके पछाडि फिरोइनको कार्यक्रम गरिसक्छन्, विवाह पछाडिको पार्टी, र उनीहरू सिनोन यङतिर बेहुला बेहुलीहरू सिनोन यङतिर लाग्छन्, हनीमुन ट्रिपतिर लाग्छन्। हनीमुन ट्रिपबाट फर्केर आएपछि बेहुलीको घरमा जान्छन्। बेहुलीका आमा लगायतका व्यक्तिले बनाएका विशेष खानाको परिकार, जसलाई इबाजी उम्सिक भनेर भन्यो, इबाजी उम्सिकलाई चाहिँ बोकेर लिएर फेरि बेहुलाको घरतिर आउँछन्। ल, माथिको टपिक त तपाईँले बुझिहाल्नुभयो। अब हामी नेङ्वा खातुनगतलाई खोज्नेतिर लागौँ, विषयमा उस्तै या मिल्ने कुरा है। फिरोयानु लाग्यो यही बिहाको कार्यक्रमको पार्टी गर्नको लागि चाहिँ फेबेगुल थोरिमिदा ढोगभेटको कार्यक्रम गरिन्छ। फेबेगलाई विशेष ढोगभेट भनेर बुझ्न सक्यो। फिरोयन गर्नको लागि फेबेग गर्ने होइन छ, फेबेग चाहिँ बिहाको कार्यक्रम सके पछाडि गर्ने ढोगभेट, त्यस पछाडि गर्ने फिरोयन पार्टीको कार्यक्रम भयो, एक नर्को भएन। फोम गुवा खाउरेनुन, फोम र खाउलमा चाहिँ येसिक चाङोल या खाजी आनादो थैमिदा, येसिक चाङ बिहा समारोह स्थल पार्टी प्यालेसलाई या खाजी आनादो थैमिदा बुकिङ नगर्दा पनि हुन्छ। त्यो बेला विवाहको बढी सिजन भएकोले बुकिङ गर्नु राम्रो भनेको छ, अग्रिम बुकिङ गर्नुपर्छ भनेको छ। यहाँ पर्दैन भन्छ भनेदेखि भएन। ख्यारोन सिकी सिजा खागी छ भने विवाहको कार्यक्रम सिजा खागी छ भने सुरु गर्नुभन्दा पहिला सिन्बु छिबेस बेहुलीको घरबाट सिलाङ छिबुरो बेहुलाको घरतिर हामो छन्द लान्दा हाम पठाइदिन्छ या लगेर दिइन्छ, पुर्याइदिन्छ भनेको छ। हाम चाहिँ बेहुलाको घरबाट बेहुलीको घरपट्टि बेहुलीले लगाउने सामग्री राखेको बक्स हो, त्यसलाई पठाउने काम गरिन्छ। 3 नम्बरको पनि भएन। ख्यारोनुल छङआगी उये, ख्यारोनुल विवाह छङआगी उये कन्फर्म गर्नको लागि याङ्गा फुमुनिमी दुवै केटाकेटी पक्ष दुवै पक्षका फुमुनिमी बुवा आमाले छत इन्सारो लानुन गर्छन्। पहिलो पटक इन्सा गर्ने कुरालाई चाहिँ साङ्गेलले रागो हामीदा साङ्गेले भनेर भन्ने गरिन्छ। विवाहको कार्यक्रमलाई कन्फर्म गर्नको लागि चाहिँ दुवै पक्षका केटाकेटी पक्षका बुवा आमाले एक ठाउँ उपस्थित भएर चाहिँ एक आपसमा पहिलो पटक अभिवादन, जसलाई छत इन्सा भनेर बुझ्ने गरिन्छ, यही कुरालाई साङ्गेले रागो हामीदा साङ्गेले भनेर भनिन्छ। त्यसो भएदेखि साङ्गेलेको विषय भनेको त्यही रहेछ। विवाहको कार्यक्रम कन्फर्म गर्नुभन्दा पहिला केटाकेटी पक्षका प्यारेन्ट्स बुवा आमाहरूले भेटेर गर्ने मिटिङको रूपमा यसलाई बुझ्ने भयो। त्यसो भए 4 नम्बरको कुरा चाहिँ मिल्ने भएछ। नेङ्वा खातुनगत 4 नम्बर अप्सन मिल्ने भएकोले सही जवाफ 4 नम्बर भयो। ल, साङ्गेलेको विषयलाई, ख्यारोनको विषयलाई, फेबेगको विषयलाई र फिरोयनसँग समेत कुरा समेत तपाईँले यो टपिकबाट बुझ्नुभयो। किताबकै विषय हो, यसबाट तपाईँलाई फेरि पनि एक्जाममा क्वेसन आउन सक्छ। आशा छ तपाईँले यति विषय पढेपछि अब यस्तै विषयमा फेरि क्वेसन आयो भने तपाईँले 100% मिलाउन सक्नुहुन्छ। आजको लागि हामी यति नै गर्दैछौँ। अर्को भिडियोमा फेरि अर्को विषय लिएर फेरि उपस्थित हुने बाचाका साथ आजको लागि खाम्साम्निदा, धन्यवाद।